पुग्छ खाना पैसा। नमस्ते, मेरो विवशलाई विवेक भ्लगमा तपाईँलाई स्वागत छ। आज पनि म पूजा आइरहेको छु। आज चाहिँ भण्डारा रहेछ। 9 जागृत परिवार सिटोङ नयाँधुराको। म चाहिँ खाना पकाएको जग्गामा जाँदैछु। आज चाहिँ घाम पनि पुरा टनटन लागिरहेको छ। मिलन दाजुले चाहिँ न्युटेला मुस्नु हुँदैछ। झोलामा चाहिँ आलु छ। हामी पूजामा भण्डारा सेवा दिइरहेका छौँ विवेक भाइको ब्लगबाट। र भण्डाराको खानेकुराहरू पाक्न सुरु भएछ। एकसाथ खिर रेडी भयो। या दाजुले चाहिँ कोफ्ताको लागि मुस्नु हुँदैछ। यो तोरी यो सब्जीको लागि अरे हो, यो भण्डाराको लागि तयार। कटिङ देखाइदिउँ न। मेरो कटिङ बेङ्गलोरमा गरेर आएको पो त हो। बेङ्गलोरमा हेड कति साल जति गर्नुभयो बेङ्गलोरमा चाहिँ काम चाहिँ? होटेलमा हजुर कति साल जति गर्नुभयो तपाईँले? बेसी गरिनँ। कति गर्नु? नगर न, यही गर न भन्छु। यो चाहिँ के को लागि दाजु? यो कोफ्ताको लागि भाइ। कोफ्ता न्युट्रेला कोफ्ता घाँस गरिँदैछ। उहाँ जाउँ न बना पाक। यो चाहिँ आलु काटिरहेको छ। दाजुले चाहिँ फिङ्गर फ्राई गर्नुहुँदैछ। नवीन दाजुले अचम्मै दामी बनाउनु हुँदैछ हाम्रो नवीन दाजुले। फिङ्गर चाहिँ फ्राई चाहिँ अचम्मै दामी। दाजु दाजु यो न्युटेला चाहिँ किन खानु? केको लागि? कोफ्ता हो। दाजु चाहिँ न्युटेला पठाउनु हुँदैछ। हेर कति पानी लाउँछ भाइ। यो त आगै त कि यसै छ। जसरी विष्णु भनिन्छ, कृष्ण शब्दमा अण शब्दको धातु सुरुवात हुँदाखेरि नकार विष्णुजी विष्णु जन विष्णुको शक्ति त्यहाँ प्रवेश छ। अब यतापट्टि ह शब्दलाई बोध गराउँछ, विसर्ग लागेको हुन्छ। कृष्ण भन्दाखेरि विसर्ग लाग्छ। विसर्ग नरनारायण भनिन्छ। विसर्गले चाहिँ नरनारायणको पूर्ण शक्ति आदिनारायणलाई बोध गराएको हुनाले शारीरिक कलेवरको रूपमा चाहिँ स्वयं भगवान श्रीहरि विष्णुजीलाई वैकुण्ठ अधिपति भगवान कृष्ण भनेर मानेको छ। तर कृष्ण र विष्णु कहिले पनि एउटै चाहिँ हुन सक्दैन है। ध्यान दिनुहोला कुरो। आज यी कुरोहरू बताइदिनु भन्नुभएको थियो मलाई कोही एकजना साथीले। हामीले चाहिँ बुझ्नै पाएको थियौँ कृष्ण भनेको के हो, विष्णु भनेको के हो। भागवतमा हामी सुनेको छौँ। आज चाहिँ यो कुरो खोलिदिनु है। हिजो गर्दाखेरि कृष्ण धातु कृष्ण नामको उच्चारण गर्दाखेरि चाहिँ
भएको क क्री ग यी आदि नामबाट उच्चारण गरिएको बालकको नाम चाहिँ यो चारै गाउँमा पक्रेर लिएर आउँदाखेरि चाहिँ उनी चाहिँ मृगशिरा नक्षत्र फल्छ र अर्को मिथुन राशिमा फल्छ। अब कृष्णको नाम मृगशिरा नक्षत्र मिथुन राशि भयो। अब विष्णुजीको चाहिँ नाम ओ वा बिरु भन्दाखेरि यो चारै पाउलाई पनि खिचेर लिएर आउनुहोस्। पहिलो पाउ दोस्रो पाउमा आउँदाखेरि अब श्री विष्णुजी पर्नुभयो। अब विष्णुजी भन्दाखेरि चाहिँ रोहिणी नक्षत्र पर्छ र नाम चाहिँ फेरि वृष राशि विष्णुजी पर्छ। अब हेर्नुहोस् त नक्षत्र अलग अनि नाम अलग राशि अलग अलग भयो भने अब कसरी चाहिँ एउटै हुन सक्छ? सम्म देखाउन चाहन्छु। मेरो ब्लग मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई।